नमस्ते टु अल, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ भाइटिका अनि आज चाहिँ हाम्रो भाइटिकामा एकदम स्पेसल तयारी हुँदैछ। अब हेर्ने त के हुन्छ भनेर। सो गाइज अहिले चाहिँ हामी दुध लिनु जान लाग्यौँ है, यो र म। सो गाइज अब यस्तै सकेर हाम्रो चला चाहिँ अगाडि पछाडि हामी लडिन्न। सो गाइज हामी चाहिँ पुगिसकेका छौँ तरकारी पसल र तरकारी पसलमा चाहिँ हामी टमाटर किन्न लाग्यो। मैले यहाँ माला पनि देखियो तर माला अलिक गतिलो लागेन कि। सो गाइज हामी चाहिँ अहिले यहाँ दुध डेरीमा पुग्यौँ। यहाँ चाहिँ सिस क्यामेरा ल्याम्प हेरेर। सो गाइज हामीले चाहिँ यति सामान किन्यौँ होइन, अनि यहाँ पट्टाहरू भइहाल्यो अचारको लागि। सो गाइज फाइनली हामी चाहिँ घर किन्न लाग्यौँ है। यस्तो भयो नि त। सो यो चाहिँ अचार हो, अघि पाक्दै गरेको अचार यस्तो दामी भयो। चाहिँ रेडी भयो होइन, कति हल्ला गर्छन् के अरे। म चाहिँ रेडी भयो, यहाँ चाहिँ हाम्रो सबैजना रेडी भइसक्नु भयो लगभग। यहाँ चाहिँ हाम्रो सामान पनि रेडी भयो। सो गाइज के पाक्यो हेर मै त। कुकुर पकाएको छोरी हो, सबै मम्मीले आमाले मिलेर। बोडीको झोलो करेलालाई बनाउँछु भनेको थिएँ होइन, छाडा त्यसलाई पनि खन्याउँछु म। सो गाइज यस्तो दामी खालको कुक हो क्या। सो गाइज अब चाहिँ टिका लाउने बेला हुन थाल्यो। अब चाहिँ हामीले ढोकामा उलाउनुपर्छ कि ढोकामा टिको लाउनु पर्यो। ए ल एकदम चटक पर्दै चटकी। राजन पूजा गरेँ होइन, अब केही नि गर्न पर्दो रहेछ जस्तो भयो। मैले टिका मात्रै लगाइदिएँ, छोडिदिएँ बिचरा। मलाई केही नि आउँदैन यार, के आउनु पऱ्यो नि गर्नु। माताश्रीलाई आउँछ चाहिँ आएन। मलाई पुरी हुने छु मायाहरू मैले शान्ति होस् भनेको मनले आँटे ताकेको पुरुष सबै धनी धानी होस् भने हौ नि आमाले भने चाहिँ मन मनले ल लिएर गएर दो बाटोमा राखेर आऊ। यो दुईटा बाटा छन् के ल आफै हो। तिमी होइन त्यहीँ बस। अब तेल घस्देऊ। घसेको यसलाई त कति गरेँ यसलाई त। ल भदालाई फुपूले तेल घस्दै। ए यहाँ त यसलाई त अर्कै लगाइदिने यो साँच्चै। ल म त के जोलाउनु उयो मुनि छ अझ हेर त ऊ त मुनि नै परेको थियो के। ए काट त्यसो भए अर्को खै बिलेट खै र मिलेट होइन हातै चिरेको सतरङ्गी टिका बिलेटले काट्ने। ल फ्यान चालु गर अब। लामा आएको भनेर कसरी हो फोटो राम्रो आउने नि। सुख शान्ति मिलोस् भनेर 7वटा टिका लाउँदा 7वटै आसे। भर्खर रातो लगाइदिनु भएको थियो। जसरी चाहिँ आउँदैन तिमीसँग त म लगाइदिन्छु। म लगाइदिन्छु। आमा यता दिनु न। ए निरूपा र म त के हेरे भयो नि त आउले त। अब यिनीहरूको फोटो खिच्ने हामीले चाहिँ।
भाइ निँदा टिको लगाइदिँदा कता जाम्रो कसो गरे गरे आज बुढी अम्लाई लगाइदिए भए हुन्थ्यो कि त ल एकदम राम्रो लगाइदेऊ है नचटक नपार्के भइसक्यो के पिठो भयो होला नि अरू लगाइदिएको रातो त्यसका बाजे त्यति हो त्यो जताततै यस्तै यो अब टिल्किनीलाई पुरै है तलदेखि माथिसम्म ए मजाले छर्किदेऊ न बुढी अम्लाई लिएर हो अब बिस्तारै उक्काउ ठुल्छोरीले बिस्तारै है कस्तो भयो है वाउ सुपर भयो मेरो छोरो वाउ तिहारको टिकट दिदिन बहिनी हो मालै पाइएन कि फुलै बाबुलाई भएन अब टोपी लगाइदेऊ हजुर म लगाइदिन्छु रक्षाबन्धन अस्ति नै जनेपुर यहाँ लगाएको अनि दुईटा हातले देऊ न तिमीले नि चुप्पा नि गरे हुन्छ ए यो पनि सँगसँगै दिने हो त्यही झर्सु ताना हो स्वार र ल पैसा दिनु भातै खाने अब मलाई फुल लाउन नि भ्याएन भाउजूलाई मैले तेल घख्न भ्याएँ रातो लाऊ पुछ है हात हात पुछ रातो लगाऊ रातो बुढी अम्लाले तँ होइन कि कलर रातो फेरि किन ल्याइसक्यो भएन है बाबु भइसक्यो ल अब हो अब येल्लो कलरको सुकिरहे ए भएन कहाँ उहाँ परेको र सुकिरहे नगर शान्ति भयो आउँ दिदीबहिनी हुन्छ भाइले नि लाउने हो दिदीबहिनी भइहाल्छ भयो दुईवटा भाइ ला स्या दिदीलाई अब खाना सानो तिमी यहीँ बस न ए दिदी लासी र खाना तयारी बनाइरह म मोबाइल लिन्छु एकैचोटि खाने हुँदैन ल ल यिनीहरू पनि आत्तिन्छन् मुखा हाल्दिन पर्ने खै मकै थिए ए दिपक ए जान्छ बोलाउनु ए मकै थिए ए दिपक खाना नखाइ जानु लाग्नु भएको त होइन नि हैरान लगाइदिनु भयो अनि यो दिने हो न वाउ जिउ गर्ने दिदीलाई फुल पनि देऊ पैसा दिऊ ल जिउ गर त्यस्तै छ टिका ऊ यहीँ हुनुहुन्छ निर्भरलाई देऊ जिउ गर है ल जिउ गर फेरि गर त मासु त्यहाँ दिनु खाऊ बसेर कहाँ खान्छौ अनि त्यहाँ बसेर खाऊ यहाँ बस्नु न यहाँ माथि रातो तल पनि रातो हो के है ल ला त बाबु ला न ल अलि राम्रो ला न भयो भयो रक्षाको झन् दामी सेप बस्यो भात खान पर्छ है रोटी धेरै न एकदम राम्रोसँग ढोक गर ल
धेरै पढ्नु ज्ञान गर्नु मलाई कहिले हजुर दिदीहरूले टिका लगाइदिएको भाइ रोयो किन रोयो भनेको त कटौराभित्रको चक्लेट हराएर ए मैले तिमीहरूको लागि के लिएर आउँछु ए अझै ल्याइरहेछ त दिदीले ए ल्याइसक्यो दिदीले त जानी हो कि के होला दिनु पर्दैन तिमीहरूको लागि ओ माई गडेस नमस्ते गर दिदीलाई त्यही भने दिदीले त सोचे नि तिमीहरूको लागि तर तिमीहरूले सोचेनौ नि त दिदीको लागि ल दिदीहरूको लागि तिमीले विशेष के सोच्यौ पैसा त कमाथ्यौ नि हिजो भैलीमा कति कमाथ्यौ लगभग 1000 कमाथ्यौ ह्याप्पी तिहार खोइदे नि ह्याप्पी तिहार है सबैलाई ह्याप्पी ल यस्तो रमाइलो रमझम छ हाम्रो घरतिर चाहिँ त्यसरी नै हाम्रो भाइटिका चाहिँ यही सम्पन्न हुन्छ सो आजलाई चाहिँ यति नै बाई बाई लाइक सेयर सब्सक्राइब